हेलो गाइज, स्वागत छ तपाईलाई पोकेमन ल्यान्ड प्लेटिनमको नयाँ भिडियोमा। र आज म पोकेमन जिम बेस जिमलाई च्यालेन्ज गर्न आँटेको छु। साथै मैले अफलाइन धेरै पोकेमन ट्रेनिङ गराएको छु। मेरो सब पोकेमन हेर्न सक्नुहुन्छ कि मेरो पोकेमनहरु 20 लेभलमा छ, एभरेज 20 लेभल। अब म मुनि जाँदैछु त्यो कम्बी वाला ठाउँमा, किनकि उतातिर त्यो हाम्रो जिम लिडर छ, जुन यो टिम फाइट जो यो टिम स्टिपले त्यो कम्बी वाला ठाउँमा के गरिरहेछ, जो हामीलाई बचाउनु पर्ने छ हैन। अब फटाफट यसलाई एक्स2 गरेर त्यो यसो फिनिस सफसँग फाइट गर्नुपर्छ। ल गाइज, मैले यो टिम यिनीको नमुना सब फाइट गरिसकेँ टिमको, र यो जेसिकाले फाइट गरिरहेछ। वेल आई फाउन्ड वाट्स रङ टिम, यो जेसिकाले भनिरहेछ। टिम इन द ड्राइभ टु क्रिएट न्यू पिपल्स टु क्याप्चर लेजेन्डरी पोकेमन वेयर टेस्टिङ देयर इन्भेन्सन्स अन देयर बोर्ड। यता के भनिरहेछ कि जुन छ नि यिनीहरूले एउटा सामान बनाएको छ अरे, जुन सामानमा यिनीहरूले त्यो लेजेन्डरी पोकेमन पक्रिन्छ अरे नि। यिनीहरू अहिले चाहिँ टेस्टिङलाई यो सब बनाइरहेछ, यो कम्बीलाई त्यो गरिरहेछ अरे, जुन हामीलाई हुन दिनु हुँदैन। त्यही कारणले हामी हेरेर आएको हो। अब यो जेसिकाले यस्तै भन्यो, त्यो चेले बेसमा क्विङ निकाल्यो, अर्कोले कोसको नाम के हो र मैले त के बुझिनँ त। तर बेसमा क्विङलाई हराइदियो, जुन यो जिम लिडर भाली थियो नि त्यसकै बेसका क्विङलाई हराइदियो। अब यसले स्याडो बल हान्छ, तर म यस्तो हुँदिनँ, त म यसलाई बचाउन गएँ। अब यसो मलाई फाइट गर्नुपर्छ। डिफ्रेन्ट छ जसलाई एमोरल साइड त गरिन्छ होला, हराइहाल्छु। कति चाहिँ गाह्रो होला यिनीहरूलाई हराउन, सबलाई एम्बर हाने। अब पुगमा चेन्ज गरेर यो क्रोगङलाई निकाल्छु, वाटर गन हान्ने, कुना देखाउन, फेरि वाटर गनमा मरिहाल्यो गाइज। यो 10 निकाल्यो, यसको लागि मैले एलेकेट निकाल्छु। एलेकेट थन्डर पञ्चमा मर्छ यिनीहरू। डिफ्रेन्ट निकाल्यो, यसको लागि एलेकेटै चलाउँ। यसले थन्डर पञ्चले नै मर्छ यो पनि। अब मैले यसलाई सेलिया रहेछ नि, त्यसको नाम चाहिँ जेसिका रहेछ गाइज, सेलिया। Some humiliating defeat has left me speechless. I will keep it. यसले भनिरहेछ कि यो बदला लिन फेरि आउँछ भनेर। अनि जेसिका थ्याङ्क्स फर सेभिङ। यसले के अरे त्यो कम्बी र आफूलाई त्यो बचाउनको लागि थ्याङ्क्स भनिरहेछ, र आफूलाई इनोर जिममा च्यालेन्ज गर्नको लागि आउनु भनिरहेछ। यसलाई थाहा छैन कि जुन त्यो थियो सेलिया के त्यस्तै नामको थियो, त्यसमा मैले फाइट गरेर जितेर यसमा जित्नु कति चाहिँ गाह्रो छ, पागल नै छ यो। त के छ र, मलाई त्यो युनिभर्सिटीको जिम जित्नै पर्छ यो जेरी लिगमा जानको लागि। पोकेमन छिटो हिल गरेर अब छिटो जानुपर्ने त्यो जिममा। रेड गाइज, हामीले रेड भेट्यौँ। हे एमराई, आई जस्ट गट माई फर्स्ट। यसले चाहिँ भर्खरै आफ्नो के अरे जेरिलीको फर्स्ट ब्याच जित्यो अरे यो युनिभर्सिटीको। नाउ आइ एम गोइङ आफ्टर, यो अर्को जिमको लागि गइरहेछ अरे होइन। अनि यसले चाहिँ यो जिममा म जानुलाई काबिल छु कि छैन भनेर मेरो स्ट्रेन्थ टेस्ट गरिरहेछ। आइज न गरौँ तँलाई, म एउटै पोकेमन हराइदिन्छु। आइज पिकाचु युज गरेँ, जसको लागि मैले एम्बर हान्ने। यसलाई पनि फेरि एम्बरै हान्छु म। गाइज, यसले टर्कविक चुज गरिरहेछ, जुन हल्का यो पागल छ, किनकि टर्कविक त्यही के अट्याकमा मर्छ त मेरो पागल। रियोले पनि एम्बर छ, यसको लागि एम्बरले त मरौँ। अब
यसले मलाई गिफ्ट दियो जसले HM1 हो HM1 भनेको थाहा छ गाइज यो सबलाई थाहा हुने कट हो भनेर अब छिटो यहाँको चम्चाहरुसँग फाइट गर्नुपर्छ गाइज अनि यो चम्चाहरु फाइट गरेपछि नि त्यो जिम लिडरसँग फाइट गर्ने बेला मात्र फेरि बोल्न थाल्छ मैले यो सबै नमुनाहरूलाई मारिसकेँ तर हराइसकेँ भनेको मार्करले तर यो छ नि यो 4 मिलियनको एम्बरको बीपी धेरै लो भइसकेको छ त्यही कारणले अब म पोकेमन सेन्टर गएको अब हिल गरेर छिटो गएर यो जेसिका नामको जिम लिडरलाई त्यसको औकात हेराउनुपर्छ यो बिचमा यो कम्बी चाहिँ के गर्न आइहाल्छ छ्या अल्छी मात्र लाग्छ यस्तो हेर्दाखेरि त फेरि धन्दाले ठोकी त हाले ठोकिन भन्दै I'm just gonna channel गर्ने वेलकम टु रेनर जिटी आई विल डिफेन्ड माई जिम विथ अल माई पार्ट्स यसले भन्दैछ कि आफ्नो जिम बचाउँछु भनेर 50 र हराए पनि चाहिँ के गेमरमा सब काम त्यो बेला कामको मलाई के गेम भन्यो त्यो होइन बेनिफिटको त इभोल्युसन पनि सायद धेरै नै त्यो दिन्छ होला एक्सपी के त्यो बेनिफिटले धेरै दिन्छ नि त गाइस स्क्याम भयो कि त्यसले त कति 800 900 दिन्थ्यो नि त सिफ्ट कति 203 भयो यसको यस पोकेमन बेसमा पनि जुन 2 शटमा मरिहाल्यो अब एरिया ड्यास लिइरहेछ एरिया ड्यास त्यो पनि एम्बरले नै मर्यो गाइस अरिया एम्बर कति चाहिँ साह्रो फर विनिङ यसले मलाई प्लेन ब्याच दियो अनि प्लेन ब्याचसँग म HM1 पनि चलाउन सक्छु म यो मतलब युज गर्न सक्छु HM1 पनि मलाई HM कि TM6 दियो जुन टक्सिक हो अब छिटो पोकेमन गएर हिल गर्नुपर्ने गाइस हट्न रे कम्बी त कति जिद्दी कम्बी थियो गाइस छिटो हिल गर्ने ल गाइस आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ माई च्यानल एन्ड डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब